बाध्यता विदेशीको बाध्यता छ एयरपोर्ट मान्छे कति हो यहाँबाट पल्लोपट्टि गाडी पनि त्यस्तै छ जानी मात्रै यस्तै हालत हो नि नेपालमा कुनै पनि युवा बस्दैन कोही पनि युवा हुँदैन काठमाडौँमा गाउँमा त भएन अब काठमाडौँमा नि युवा नभेटेला भने छ बेलुका भएपछि एयरपोर्ट पुरै ड्राइभिङ एयरपोर्ट क्षेत्र एकदमै प्याक है एकदमै प्याक छ एकदमै खुट्टै टेक्न नसकिने प्याक छन् खुट्टै टेक्ने ठाउँ छैन नमस्ते